परमेश्वरलाई महिमा भएको होस्। तपाईहरू सबैलाई जय मसीह तथा नमस्कार। आज म तपाईको अगाडि परमेश्वरको वचन भित्री उपचार अर्थात् इनर हिलिङको विषयमा केही कुरा बताउन गइरहेको छु। सर्वप्रथम इनर हिलिङ भनेको के हो त? मन, हृदय र आत्मामा भएका घाउ, पीडा, अपराध, डर, अस्वीकार तथा विगतका चोटहरूलाई परमेश्वरको प्रेम, सत्य र क्षमाद्वारा चङ्गाई हुनु हो। बाइबलले देखाउँछ कि परमेश्वरले केवल शरीर मात्र होइन, हृदय र आत्मालाई पनि निको पार्नुहुन्छ। परमेश्वरले टुटेको हृदय निको पार्नुहुन्छ। भजन सङ्ग्रह 147 को 3 पदले यसरी भन्दछ, येशूको सेवकाई केवल शारीरिक होइन, भावनात्मक र आत्मिक पनि हो। येशू भित्री चङ्गाईका लागि आउनुभयो। लुका रचित 4 को 18 परमेश्वर हाम्रो भित्री पीडा देख्नुहुन्छ र उपचार गर्नुहुन्छ। बोझ येशूलाई सुम्पिदिँदा आराम पाइन्छ। मत्ती 11 को 28 ले भन्दछ, हे सबै थाकिएका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु। अर्थात् भित्री थकान र बोझ येशूलाई दिँदा आत्माले आराम पाउँछ। परमेश्वरले नयाँ हृदय दिनुहुन्छ। इजिकियल 36 को 26 पदमा यसरी लेखिएको छ कि परमेश्वरले ढुङ्गाको हृदय निकालेर मासुको हृदय राखिदिनुहुन्छ भनी लेखिएको छ। इनर हिलिङ अर्थात् भित्री चङ्गाई हुने एउटा अर्को उपाय हो क्षमा। क्षमाले भित्री चङ्गाई ल्याउँछ। क्षमा गर्नाले भित्री घाउ निको हुन्छ। इनर हिलिङ कसरी महसुस गर्ने अर्थात् भित्री उपचार कसरी महसुस गर्ने? परमेश्वरको सामु सत्य स्वीकार गर्नुपर्दछ। येशूमा आफ्नो पीडा सुम्पिनु, क्षमा गर्नु, आफूलाई र अरूलाई परमेश्वरको वचनले मन नवीकरण गर्नु, प्रार्थना र पवित्र आत्माको काममा भरोसा राख्नु पर्दछ। बाइबल अनुसार भित्री चङ्गाई कुनै मानव तरिका मात्र होइन, यो परमेश्वरको प्रेम, येशूको बलिदान र पवित्र आत्माको कार्य हो। परमेश्वर हामीलाई भित्रदेखि नै नयाँ बनाउन चाहनुहुन्छ। परमेश्वरले हाम्रो हृदयमा शान्ति, आनन्द, चङ्गाई ल्याउन चाहनुहुन्छ। यदि तपाईँ आफ्नो हृदयमा दुखित हुनुहुन्छ भने, कुनै चोट, कुनै पीडा, कुनै बोधले तपाईँलाई दुःख दिइरहेको छ भने येशूमा विश्वास गर्नुहोस्। परमेश्वरले तपाईँलाई तपाईँको मनको चङ्गाई, तपाईँको मनमा शान्त आनन्द दिनुहुनेछ। तपाईँलाई परमेश्वरले आशीर्वाद दिनुभएको होस्। आमेन।